थाइल्यान्डको टेम्पल जस्तो देखिने यो मन्दिर कहाँ छ र कस्तो छ अनि बाँकी मन्दिर पनि अवलोकन गर्नेछौँ। आजको यात्रामा 3 जना एउटा बाइकमा लागियो। नीलो आकाश मुनि वनको बीचबाट पिच रोडमा बाइकलाई रन्काएका थियौं। तौली हावाको तारामण्डल साथमा गेट पनि देखियो। गेटबाट भित्र गएपछि मन्दिर साथमा गुम्बाहरू पनि देखिन थाले। चस्मालाई ट्राई गर्दै मन्दिर भित्र प्रवेश गर्यौं। चाइनिज कुम्फु फिल्ममा जस्तै स्ट्याचु पनि रहेछन्। मन्दिर भित्र प्रवेश गर्दा भने मन नै शान्त भयो। भित्र भने कुनै नोइज थिएन र त्यहाँ 1000 बुद्ध पनि रहेछन्। चाइनिज अक्षरहरू घण्टामाथि र अन्य ठाउँमा पनि लेखिएका थिए। यस्तै अरू मन्दिरमा पनि घुम्यौं। थाई टेम्पल भित्र पनि निकै राम्रो र आकर्षित देखिएको थियो र तालमा बोटिङ पनि गरियो। टिकट 50 देखि 100 रहेछ र थाई टेम्पल भित्रको थाई मिठाई पनि टेस्ट गरियो जुन निकै अमेजिङ थियो र बाँकी मन्दिरहरू फेरि आउने सल्लाहमा घर फर्कियौं। लुम्बिनीको जति बयान गरे पनि कमी नै हुन्छ जुन बुद्ध भगवानको जन्मस्थल पनि हो।